नेपाली फिल्म उद्योगबाट आएको यो खबरले आज सबैलाई भावुक बनाएको छ। दिग्गज अभिनेता सुनिल थापा अब हामीबीच रहनु भएन। प्राप्त जानकारी अनुसार हृदयघात कार्डियाक अरेस्टका कारण अभिनेता सुनिल थापाको निधन भएको हो। अचानक स्वास्थ्य बिग्रिएपछि उहाँलाई अस्पताल लगिएको थियो, तर उपचारका क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। यो खबर सार्वजनिक हुनासाथ नेपाली फिल्म जगतमा शोकको लहर फैलिएको छ। उहाँको परिवारका लागि यो अपूरणीय क्षति हो। घरका सदस्यहरू गहिरो दुःखमा डुबेका छन्। एक सफल कलाकार मात्र होइन, एक अभिभावक, एक परिवारको सहारा आज सदाका लागि बिदा भएको छ। सुनिल थापाको निधनले उनका हजारौं प्रशंसकहरूलाई पनि स्तब्ध बनाएको छ। सामाजिक सञ्जालमा प्रशंसकहरूले भावुक सन्देश लेख्दै नेपाली सिनेमाले आज आफ्नो एउटा स्तम्भ गुमायो भनेर दुःख व्यक्त गरिरहेका छन्। धेरैले उनलाई बाल्यकालको सम्झनासँग जोडेर सम्झिरहेका छन्। नेपालको दाङ जिल्लामा जन्मिएका सुनिल थापा नेपाली चलचित्रका सबैभन्दा प्रभावशाली कलाकारमध्ये एक थिए। विशेष गरी खलनायक भूमिकामा उनको अभिनय अद्भुत थियो। उनको गहिरो आवाज, कडा हाउभाउ र आँखा बोल्ने अभिनय आज पनि दर्शकको मनमा ताजा छ। आज सुनिल थापा शारीरिक रूपमा हामीसँग छैनन्, तर उनले नेपाली सिनेमालाई दिएको योगदान सधैँ अमर रहनेछ। स्वर्गीय सुनिल थापाप्रति हार्दिक श्रद्धाञ्जली। भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकसन्तप्त परिवार तथा प्रशंसकहरूलाई धैर्य प्रदान गरून्।